के भएको होला यस्तो भिडियोमा पनि भ्युसै आउनु छोड्यो सबै भिडियोमा 10K पनि पुग्दैन अहिले त अनि फेसबुकले के गरेको यस्तो विधि छैन हौ भ्युज कुनै भिडियोमा भ्युसै आउन छोड्यो फिर पर्यो म सब अहिले एउटा सोधिदिन्छु भोलि बिहान उठ्दा आइरहेको हुन्छ कि भ्युज टेन्सन पर्यो फेसबुकले गर्दा पनि भ्युज नआएर पनि तनाव छ जिन्दगीमा किन यस्तो गरिदिएको होला अचानक अस्तिसम्म राम्रै आइरहेको थियो होस् अब बिहान हेर्नुपर्छ फेसबुक दाजु म क्रिएटर कन्टेन्ट क्रिएटर निकिता साना पराजुली म चिन्दिन कोही पनि म सब भ्युसे त्यसो न भन्नु न फेसबुक मेरो भिडियोमा भ्युज आउन छोड्यो अनि त झन् ट्याक्कै हुँदैन अब के गर्नु हौ फेसबुकमा किन यस्तो गर्नु भएको तपाईले आजकल सुन नानी त सुन भन्नु छिटो भन्नु आजकल मान्छेले अलिकति चाम्रो बु आयो त्यति बेला पनि हेलो गाइज मेरो बु चाम्रो आयो भनेर हाल्छ अलिकति गिलो आयो त्यति बेला पनि हेलो गाइज मेरो बु गिलो आयो आज त मलाई छेरपाटा लाग्यो भनेर हाल्छ सानो सानो बच्चाहरू पनि नाचेर हाल्छन् क्यामेरामा देख्दै भाग्ने मान्छेहरू आजकल क्यामेरा खोजी आउनु थाल्यो कसलाई दिएर पैसा दिएर सक्नु त्यसो नभन्नु न मेरो यत्रो मेहनत मैले फेसबुकले गर्दा मेरो भइरहेको काम पनि छोडेर तपाईलाई समय दिए अन्त मैले दिनु भनेको थिएँ र आजकल त नानीहरू जो भोलि भएको बच्चाहरू पनि हेलो गाइज म त आज वर्ल्डमा फाइनली डेलिभर भएँ भनेर भन्नु बेला आउँदैन तपाईले के भनेको फेसबुक हो मेरो छैन अहिले पैसा छैन म आफै यहाँ भित्र अलिकति लगाएर बसिरहेको छु टेन्सन भयो मलाई साह्रो छ भने मलाई दियो अलिअलि छैन पैसा छैन बरु मलाई दियो अलिकति ऋणमा परेर त मैले घर पनि बेचेर दुसरो अर्को घरमा बसिरहेको छु ऋणमा परेको छु अब क्रिएटरहरू अर्को प्लेटफर्म खोज फेसबुकबाट हुँदैन फेसबुकबाट त अब मलाई देऊ न अलिकति नयाँ टेन्सनमा मात्र पिट भएर बसेर अलिकति लगाइदिएको टेन्सन भयो साह्रो क्रिएटरहरू मरेको हगेको पनि हालेका छन् मुतेको पनि हालेका छन् जन्मिन आँटेको पनि हालेका छन् नरुवा बालक नरुवा रुने काम छैन म न त्यो काम भेट्छु न फेसबुकबाट पैसा दिन्छ म कहाँ जानु अब मरे पनि भयो के सपना देखेको मैले यस्तो